मेरो नाम आरबी गुरुङ हो, सर्ट फर्ममा रणबहादुर गुरुङ रियल नेम। म तपाईँको सोरेङ डिस्ट्रिक्ट दोदकबाट सिक्किम अहिले मेरो हालैमा फर्स्ट आइआरबिएन दिल्लीमा पोस्टिङ भएको छ र आज म एकदमै एउटा भाग्यशाली ठान्छु किनभने म दिल्ली जस्तो जग्गामा आएर पनि यहाँ सिक्किमका चेली र सिक्किमकै हाम्रो दाजुभाइहरूले यसरी यो कोभिड कोरोना गार्ड भन्ने एउटा अक्सिजन लन्च गर्नु मार्फत मलाई एउटा मुख्य अतिथिको रूपमा उहाँहरूले निम्ताउनु भयो र यसमा म हार्दिक आभारी व्यक्त गर्न चाहन्छु म्याडम सबै सरहरूलाई, त्यो जति पनि तपाईँहरूको इन्डस्ट्रियल टिमहरूलाई। अनि म यहाँ सिक्किमबाट दिल्ली आएर पनि मलाई हजुरहरूले बुझिनु भइरहेको छ। म एउटा त्यस्तो हजुरसँग प्रेस मिडियामा यसरी अगाडि बोल्नु पाउँदा पनि म अति नै खुसी लाग्यो। तपाईँलाई अब एउटा सिक्किमको हुनुहुन्छ है, एउटा इमोसनली एट्याचमेन्ट त हुन्छ नै, त्यो त एकदमै अवश्य नै। हाम्रा सिक्किमका चेली, सिक्किमका दाजुभाइ उहाँले यस्तो एउटा उदाहरणीय काम गर्नुभएको छ। यो अक्सिजन भन्ने कुरा चाहिँ यो हिमालयन अक्सिजनले धेरै नै एउटा अहिले सिक्किममा प्रचलित छ किनभने उहाँ यो अक्सिजनले चाहिँ कसैको ज्यानबाट चाहिँ यसलाई चाहिँ बचाउँदैछ। यो मैले पनि यो मलाई कसरी अलिकति नलेज गेन भयो भने म तपाईँको यहाँ सिक्किमबाट दिल्ली आउनुभन्दा अगाडि अलिकति माथि बोर्डर लाइनतिरै मैले ड्युटी परेको थिएँ। त्यसले गर्दाखेरि मैले खुदै मेरो आँखाले देखेँ हामीले कति त्यसलाई रेस्क्यु गर्यो। जति पनि टुरिस्टहरू सिक्किममा घुम्न आउनुहुन्छ उहाँहरू चाहिँ एकदमै ओभर एक्साइटेड भएर आउनुहुन्छ। त्यो अब उहाँलाई थाहा हुन्न कि माथि गएर चाहिँ हामी कस्तो प्रकारले गर्नुपर्छ, के खानुपर्छ, कसरी बस्नुपर्छ, त्यो चाहिँ एकदम माइनस डिग्री हुन्छ तपाईँको ज्यादा त्यो घुम कारणले गर्दाखेरि उनीहरू एकदमै एकदमै अब कोही बेला चाहिँ यस्तो हुन्छ कि माथि स्नो ज्यादा फल्स भएर कोही बेला त्यो तपाईँको पुरा आइसनेस भएको हुन्छ, रोड ब्लक हुन्छ, हामीले छोड्नु सक्दैन। माथिको हाई कमान्डबाट गाडी नछोड्नु भयो उनीहरू खालि एउटा हुन्छ कि उनीहरूको ध्यानै हामी आइस देख्ने हो, उनीहरूको खालि सोचेको हुन्छ। अनि त्यसले गर्दाखेरि उनीहरू जबरजस्ती कारणले गर्दा कोही बेला त्यो फस्नु सक्छ, कोही बेला माथि बिमार हुन्छ। यसले त्यहाँ हिमालयन अक्सिजनले धेरैभन्दा धेरै काम गरेको छ, धेरै। अन्त आउने दिनमा जति पनि यहाँ म्याडम भाइ सरहरूलाई म के भन्न चाहन्छु भने हिमालयन अक्सिजनले त एकदमै नाम कमाइहाल्नु भएको छ। यो आज मैले कोरोना गार्डले पनि यसरी नै अघि बढेर यो मतलब यो सिक्किम मात्रै भएर नट सिक्किम अन्ली भयो या इन्डियादेखि एकदम इन्टरनेसनल मार्केटिङसम्म होस् भने चाहिँ म यही बेस्ट अफ लक दिन चाहन्छु। यो एउटा प्रडक्ट है, कुनै पनि सानोभन्दा सानो चिज पनि लन्च गर्नुको लागि धेरैजनाको सहयोग चाहिन्छ। हजुरले यहाँ आएर तपाईँहरूको सहयोग देखाउनु नै भयो है। अरू एकजना अझै छ भनेर सुनेको थिएँ, जो उहाँलाई हामीले फ्रेममा जोडिसकेको छौँ। उहाँ को हुनुहुन्छ, के भन्छ भनिदिनुहोस्। उहाँ चाहिँ हाम्रो कोलाबोरेटिभ पार्टनर हुनुहुन्छ। किन अब यो अक्सिजन भन्ने चिज चाहिँ कोरोना गार्ड भन्ने चाहिँ अब एकदमै हाई डिमान्ड भएको छ। अब हाई डिमान्ड भन्दा पनि एक दिनमा 500, 10,000, 15,000सम्म पनि कल्स है। हामीले अस्ति डाटा कलेक्ट गर्दाखेरि चाहिँ त्यति चाहिँ लाग्छ भनेर चाहिँ छ अहिले मान्छेहरू अर्डर डिमान्ड भएको छ। अनि त्यस कारणले गर्दाखेरि चाहिँ हामीले यहाँनिर म्यानुफ्याक्चरिङ कम कोलाबोरेटिभ पार्टनर चाहिँ बिके इन्डस्ट्रीसँग गरेका छौँ अहिले हाल फिलहालको चाहिँ के छ कस्तो हजुर उहाँहरूले चाहिँ अब जस्तै हामीलाई केन प्लस र मटेरियल्सहरू सप्लाई गरिदिनुहुन्छ। अन्त अहिले हाम्रो फ्याक्ट्री चाहिँ बन्दैछ, बन्दै गरेको कारण चाहिँ जति पनि म्यानुफ्याक्चरिङ गर्ने चाहिँ उहाँ सर्भिस गरिरहेको छ। कि आप सिक्किम की किसी महिला से ऐसे मिलकर काम करते हो? बिल्कुल मैम, ये हमारा कैसा लग रहा है? मैम के साथ बढ़िया एक्सपीरियंस मिल रहा है और इनसे काफ़ी चीज़ें हमें सीखने के लिए भी मिल रही हैं कि हम लोग कैसे और हम एडवांस टेक्नोलॉजी पे हम लोग काम कर सकते हैं। कि आप सीख रहे हो? बिल्कुल क्योंकि मैम का स्किल्स एंड गाइडेंस देख के हम लोग भी एक इंस्पिरेशन मिलता है। हम लोग भी अभी इस पे एक्टिव हो गए हैं। अभी हमारा 2 प्रोडक्शन लाइन चल रहा है। अगर मैम का सोर्स और अच्छा चल जाएगा, आज प्रोडक्ट लॉन्च हुआ है, अगर हमें और नीड हुआ और हम इसका जो है प्रोडक्शन लाइन को इंक्रीज करेंगे। व्हाट आर एक्सपेक्टेशंस, मतलब कहाँ तक जाने का इरादा है? हम लोग पूरा पैन इंडिया कवर करेंगे। देन उसके बाद हमारा मैम के साथ जो है कि मैम का एक ड्रीम है कि हम लोग इसको एक्सपोर्ट भी करेंगे, हम बाहर फॉरेन कंट्रीज तक इसको पहुंचा के पाएंगे। पार्टनर स्ट्रङ पाउनु भएको रहेछ। थ्याङ्क यू सो मच। र उहाँले जुन प्रकारले हिमालयन अक्सी यो प्रडक्ट है सिक्किम फर्काउनु भएको छ, अहिले कोरोना गार्ड भनेर उहाँले फेरि लन्च गर्नुभएको छ।
यो चाहिँ भारतभरि नै हजुरहरूले पाउनुहुन्छ र बाहिरतिर पनि जाने है हामी अभियसली प्रार्थना त गर्छौँ पुग्छ भनेर है र यो चाहिँ हामीले विशेष गरी हाम्रो दिमागमा के एउटा कुरा रहेको छ भने कि जति पनि टुरिस्टहरू हुन्छन् है हाई अल्टिट्युडमा अक्सिजनको प्रब्लम हुन्छ तब नै लिनुपर्छ भन्ने मात्रै छ नि त तर तपाईँले जुन प्रकारले कन्सेप्ट निकाल्नु भयो कोरोना गार्ड यसले चाहिँ प्रुभ गर्यो कि नाउ एभ्रीबडी अब मानिसहरू सबैजनालाई यो चाहिँ यतिको आवश्यक भइसकेको छ यति नेसेसरी भइसकेको छ कि यो हर घरमा हर अब एभ्री सिङ्गल पर्सनको लागि चाहिँ हुने चाहिँ यो एकदमै अति नै आवश्यक भन्ने कुरा है यो कुरा पनि हजुरले दिमागमा हाल्नुभयो है र विश यु अल द बेस्ट म्याम एन्ड कङ्ग्रेचुलेसन धेरै अघि बढेर जानुहोस् है र हजुरहरूलाई पनि म यहाँबाट बिन्ती गर्न चाहन्छु यो कोरोना गार्ड हजुरले देखिरहनु भएको छ है सिक्किममा नारी उद्यमीले यति ठुलो काम गरिरहनु भएको छ हाम्रो निम्ति त अति नै धेरै गर्वको कुरा हो र यो कोरोना गार्ड इज नट ओन्ली एन अक्सिजन यो लाइफ सेभर यो टुरिस्ट जति पनि नर्थ सिक्किम जानुहुन्छ है जसलाई अल्टिट्युडको प्रब्लम हुन्छ अक्सिजनको प्रब्लम हुन्छ उहाँलाई मात्र नभएर यो चाहिँ हरेक मानिसहरू जसलाई पनि कोरोना कालमा ब्रिदिङ प्रब्लम हुन्छ या त भनौँ आस्थमाहरूको तपाईँहरूलाई बिमारहरू छ भने पनि युज गर्नु सक्नुहुन्छ भने यो नयाँ कुरा पनि उहाँले दिमागमा हालिदिनु भएको छ है र यसको प्राइस मात्र $599 र अहिले यसको लाभ उठाउन सक्नुहुनेछ हजुरहरूले अहिले फर्स्ट लन्च भएकोले गर्दाखेरि अफर चलिरहेको छ 300 to 400 मा तपाईँहरूले ग्र्याब गर्न सक्नुहुन्छ है र यो लाभ हजुरहरूले ग्र्याब गरिदिनुहोस् अनि उहाँलाई पनि म बेस्ट विशेष त छ नै र सिक्किमकी छोरी हुनुहुन्छ है धेरै धेरै माया दिनुहोस् भनेर म यहाँबाट अपिल पनि गर्न चाहन्छु र हजुरहरू सम्पूर्णलाई अहिलेसम्म जोडिदिनु भएकोमा थ्याङ्क यू सो मच फर वाचिङ